ल, आज दक्षिण कोरियाका केही शक्तिशाली तर गोप्य धार्मिक समूहहरूको भित्री कथा हेरौँ। सन् 2020को सुरुमा दक्षिण कोरियाको कुल कोभिड केसमध्ये 60% भन्दा बढी केस एउटै समूहसँग जोडिएको थियो, सिन्चेओन्जी। सिन्चेओन्जीका संस्थापक ली मानही आफूलाई येशूले छानेको मसीहा दाबी गर्छन्। प्रश्न उठ्छ, यिनीहरूले कसरी कसैले थाहै नपाई लाखौं अनुयायी बनाउँछन्? उनीहरू बाइबल अध्ययन, कलेज कार्यक्रम वा स्वयंसेवा जस्ता सामान्य देखिने गतिविधिहरूको पछाडि लुकेका हुन्छन्। यो तरिकालाई हार्वेस्टिङ भनिन्छ। सदस्यहरूले अपरिचित बनेर साथी बनाउँछन् अनि बिस्तारै एक्ल्याउँछन्। अनि यो सबैको केन्द्रमा हुन्छ एउटै व्यक्ति, एक आधुनिक मसीहा। जस्तै ली मानही आफूलाई कहिल्यै नमर्ने प्रतिज्ञात पास्टर भन्छन् अनि जङ म्युङसोक आफूलाई येशूको दोस्रो आगमन। तर यो मोडलका वास्तविक सुरुवातकर्ता थिए सन म्युङ मुनिजका संस्थापक। उनको दाबी थियो, मलाई येशूले पूरा गर्न नसकेको काम सक्नका लागि छ्यानिएको हो। अब यो विश्वासको कुरा मात्रै होइन, यसको वास्तविक संसारमा डरलाग्दो असर देखिन्छ। 2014को सेवल फेरी दुर्घटना, 304 जनाको मृत्यु। यसको पछाडि एक धार्मिक समूहका नेताको कम्पनी थियो। सन् 2016मा दक्षिण कोरियाकी राष्ट्रपतिमाथि महाभियोग लाग्यो। कारण के थियो? राजनैतिक भ्रष्टाचार मात्रै थिएन, यसको पछाडि थियो एक धार्मिक समूहको अदृश्य प्रभाव। चोई सुनसिलले पर्दा पछाडिबाट भाषण सम्पादन गर्ने, नीति स्वीकृत गर्ने र पैसाको चलखेल गरिन्। तर अचम्मको कुरा, नेताहरू समातिए पनि यी समूहहरू हराउँदैनन्। जस्तै डामे मिसनले प्रलयको भविष्यवाणी गर्यो, तर नेता आफै प्रलयपछि परिपक्व हुने बणमा लगानी गर्दा पक्राउ परे। तर अनुयायीहरू कतै गएनन्, उनीहरू केवल अर्को यस्तै समूहमा गए। मुनिजलाई हेरौँ। यो समूह एउटा विश्वव्यापी व्यापारिक साम्राज्य बन्यो, जसले पत्रपत्रिकादेखि विश्वविद्यालयसम्म चलाउँछ। नेता जेल परुन् वा मरुन्, सङ्गठनले आफूलाई अनुकूल बनाइहाल्छ। यस्ता समूह मर्दैनन्, बरु नयाँ रूप लिन्छन्, नयाँ नाम राख्छन् र सही समयको पर्खाइमा बस्छन्। यसले एउटा गम्भीर प्रश्न खडा गर्छ, जब अगमवक्ता झुटो साबित हुन्छ, उसको भविष्यवाणी किन जीवित रहन्छ?